कार्यक्रम सीधा कुरा जनतासँग हेर्नको निमित्त न्यूज 24 टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई स्वागत छ। म वीरेन्द्र जैरू। भदौको महिना 2078 साल प्रचण्ड माधव कुमार नेपालहरूले शेरबहादुर देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद अर्पण गरेका थिए। त्यो बेला राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078 प्रधानमन्त्री देउवाले राष्ट्रपति मार्फत जारी गराए। यसो गर्नुको एक मात्रै उद्देश्य नेकपा एमालेलाई टुक्रा पारेर नेकपा यसको जन्म गराउनु थियो। राजनीतिक दल सम्बन्धी ऐनमा केन्द्रीय समिति वा संसदीय दलमा 40% पुर्याउन सक्नेले पार्टी विभाजन गर्न पाउँथ्यो। तर माधव कुमार गुटसँग त्यस्तो संख्या नभएकाले देउवाले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा 20% सदस्य भए पनि दल फुटाउन पाइने प्रबन्ध अध्यादेश ल्याएर पुरा गरिदिए। देउवाले ल्याएको यस्तो अध्यादेश विरुद्ध एमाले आगो भयो, तर उसले केही गर्न सकेन। माधव नेपालले पार्टी फुटाएरै छाडे। अनि त्यो अध्यादेश आएपछि प्रचण्ड माधव कुमार नेपालहरू खुसीले पागल भए। अध्यादेश ल्याउने देउवा पनि दुखी किन हुन्थे, उनी पनि चिल नै भए। यस्तो प्रयास केपी ओली प्रधानमन्त्री हुँदा पनि भएको थियो। तर अहिले सरकारले जति अध्यादेश जारी गराउन खोजिरहेको छ त्यहाँ कुनै राजनीतिक दल फुटाउन वा सरकारमा बसेका राजनीतिक दल, नेता, मन्त्री, प्रधानमन्त्रीहरूको कोटरी, गुट, आफन्त वा कुनै स्वार्थ समूह पोस्न यो काम भइरहेको छ भनेर दाबी गर्ने ठाउँ हामीले भेटिरहेका छैनौँ। जुन समयमा दल टुक्र्याउने, सरकार गठन गर्ने, मोज मस्ती मात्रै गर्नका लागि अध्यादेश ल्याइन्थ्यो, त्यो बेला काङ्ग्रेस, एमाले, माओवादीहरू खुसीले उफ्रिन्थे। मोज मस्ती भन्दा बाहिर रहेका दलहरूमा रुवावासी चल्थ्यो। अनौठो के छ भने अहिले मोज मस्ती, स्वार्थ समूह पोस्ने उद्देश्यले यो काम भइरहेको छ भनेर काङ्ग्रेस, एमाले, माओवादीहरूले भन्न सकेका छैनन्। हिजो गलत नियतले अध्यादेश जारी गराउनेहरू अहिले वर्तमान सरकारले ल्याएको अध्यादेशको विपक्षमा मोर्चाबन्दीमा उत्रिएका छन्। 78 सालमा पार्टी फुटाउने मात्रै उद्देश्यले काङ्ग्रेस सरकारले अध्यादेश ल्याउँदा त्यसलाई पुरापुर समर्थन गर्ने नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर भनेका छन्, यो लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रिया विपरीत हो। तर सरकारी पक्षले चाहिँ नियमित ढङ्गले संसदमा विधेयक लगेर ऐन संशोधन गर्दा समय लाग्ने भयो। यसकारण अहिले हामी अध्यादेश ल्याउँछौँ, त्यसलाई संसदबाट अनुमोदन गराउँछौँ भनेको छ। सरकारले यसो भन्दा फेरि काङ्ग्रेस पार्टीले भनेको छ, कार्यपालिकाले विधायिकाको अधिकार अतिक्रमण गर्ने, यस्तो गर्न पाइन्छ? काङ्ग्रेसले आज जे सन्दर्भमा संसदको अधिकार खोज्ने काम रासोपा सरकारले गर्यो भनेको छ, त्यही काम काङ्ग्रेसले गर्दा गगन थापाले के भन्थे त? गगनले भन्थे, पार्लिमेन्टमा आनन्दको मेजोरिटी भएको सरकारलाई 6 दिनमा संसद खुल्छ, संसद खुलेको 7औं दिनमा 8औं दिनमा यो कानुन बन्छ भन्ने भएको भए मूर्ख हो त्यो। उसलाई अर्थात् काङ्ग्रेस सरकारलाई के कुरामा कन्फिडेन्स भयो भने मैले अध्यादेश ल्याएँ भने यो 60 दिनभित्रमा कानुन बन्छ, मैले अध्यादेश ल्याइनँ भने चाहिँ 6 वर्षमा पनि कानुन नबन्न सक्छ। खोजेको त टाइमको कुरा न भयो। हिजो आफूले अध्यादेश ल्याउँदा छिटो कानुन ल्याउन यसो गरिएको हो भनेर डिफेन्स गर्नेहरू अहिले अरूले त्यही काम गर्दा संसदको अधिकार किन खोसेको भनेर विरोध गरिरहेका छन्। विरोधी मोर्चाको गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसले गरिरहेको छ। यसमा एमाले, माओवादीहरू पनि सङ्गठित भइरहेका छन्। काङ्ग्रेस, एमाले, माओवादीहरू आखिर यस्तो छेपारे शैली, नीति, व्यवहार, आचरण किन गरिरहेका छन् भनेर यसको कारण खोज्नतिर चाहिँ हामी लाग्दैनौँ। किनभने यिनीहरूको यो पैदाइसी गुण हो। यिनीहरूको रगतमा मात्रै होइन, डिएनएमै यही गुण छ। यो गुण बदलिन जिन म्युटेसन हुन जरुरी छ। त्यो हजारौं वर्षको प्रक्रियाबाट मात्रै पुरा हुन्छ। कृत्रिम रूपले CRISPR-Cas9 विधि अपनाउने हो भने यी दलहरूमा समयअनुसारको बदलाव आउँदै होला। तर उनीहरू आफ्नो परम्परालाई अति धेरै माया गर्छन्, बदलिन चाहँदैनन्। हालका लागि यथास्थितिको मान्यता कायम रहोस् भन्ने शुभकामना। राजनीतिक नियुक्ति लिएर राज्यका सबैजसो निकाय कब्जा गरेका करिब 1200 जति दलका झोले झ्याम्टीहरूलाई हटाउन सरकारले अध्यादेश मार्फत कानुन बनाउने र एक क्लिकमा सबैलाई हटाउने योजना बनाइरहेको छ। यो काम गर्न कति आवश्यक छ, कति आवश्यक छैन भन्ने कुरामा दर्शकहरूलाई केही अलमल छ भने काङ्ग्रेस, एमाले, माओवादीहरूले कस्तालाई राजनीतिक नियुक्ति दिएका छन् भन्ने बुझ्नुपर्ने हुन्छ। यसका लागि म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। अहिले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा एमाले नेता सूर्य थापाका भाइ चन्द्रबहादुर थापा छेत्री छन्। लुम्बिनी विकास कोषको उपाध्यक्षमा माओवादीका ल्यारग्याल लामा छन्। भूमि सम्बन्धी समाधान आयोगको अध्यक्षमा नेकपा एमालेका कार्यकर्ता हरिप्रसाद रिजाल छन्। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झा छन्। उनी तत्कालीन नेकपा यसका कार्यकर्ता थिए। धितोपत्र बोर्डमा बिचौलिया दीपक भट्टका एजेन्ट सन्तोष नारायण श्रेष्ठ थिए। केही दिन अघि उनी राजीनामा दिन बाध्य भए। नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशकको पद
नेकपा यसबाट प्रदीप अधिकारीले किनेका थिए। अहिले उनी जेलमा छन्। विकल्प पौडेललाई केपी ओलीकै सरकारले नेपाल टेलिकमको एमडी बनाएको थियो। भ्रष्टाचारको मुद्दामा अहिले उनी जेलमा छन्। यी त भए केही चर्चामा आएका नाम र पदहरू। सरकारले अहिले राजनीतिक नियुक्ति पाएका 1200 मान्छेलाई निकाल्न खोज्दैछ। प्रदीप अधिकारी, विकल्प पौडेल, ल्यार्क्याल लामा, चन्द्रबहादुर थापा छेत्री, हरिप्रसाद रिजालहरूको नाम चर्चामा आएर तपाईँ हामीले थाहा पायौँ। तर चर्चामा नआएका तर यस्तै ढङ्गबाट राजनीतिक नियुक्ति लिएका यहाँ 1200 छन्। यी 1200 मान्छेहरू काङ्ग्रेस, एमाले, माओवादीहरूका जरा हुन्। फागुन 21 को निर्वाचनमा जनताले पुराना दलको फेदमै बन्चरो हानिदिए, तर जरा चाहिँ देशभर छरिएर रहेका छन्। केही अपवाद बाहेक सबैजसो राजनीतिक नियुक्ति पाएकाहरूले गर्ने भनेको आफ्नो दलको र नेताको सेवा नै हो। सरकारी निकायमा राजनीतिक नियुक्ति लिने, प्राप्त अधिकारको दुरुपयोग गर्दै राजनीतिक दल पोस्ने काम गर्दै आएकाहरूले देश र जनताको हित हेरेर निर्णय गर्दैनन्। यसकारण यी 1200 पदमा विराजमानहरूलाई सरकारले पटक पटक कुर्सी खाली गर भनिसक्यो। तर यी ऐजेरूहरू लिसो झै टाँसिएका छन्। यिनीहरूलाई मौजुदा कानुन बमोजिम नै हटाउने हो भने वर्षौँ लाग्छ। मुद्दा मामिला हुन्छ। संसदबाट विधेयक पारिदेऊ भने पारित हुने कहिले हो कहिले, यो देखेपछि सरकारले अध्यादेशबाट कानुन ल्याउने, थोकमा यी सबैलाई घर पठाइदिने योजना बनाएको छ। केही अपवादलाई छाड्ने हो भने यी 1200 मान्छे घरै बस्ने योग्य छन्। यिनीहरूलाई कुर्सीमा राखेर सुशासन प्राप्त हुँदैन। सरकारको हालसम्मको लय हेर्दा सरकारले जे गर्न खोजिरहेको छ त्यो काम एकपटकलाई अनुमोदन गरिदिनुपर्ने देखिन्छ। दर्शकबिन आउनुहोस् सुरु गरौँ जनताको चासो गुनासो र प्रश्न सहितको